नमस्ते सम्पूर्णमा। आज मैले सानो भ्लग बनाउन गइरहेको छु। दोहाल क्लबको गल्फ कोर्स। म ठ्याक्कै होल नम्बर 12 एन्ड 13 को बिचमा छु। यहाँबाट अहिले हजुरहरूलाई भिडियो बनाइरहेको छु र हजुरहरूले देख्नुहुनेछ एकदमै हरियो, अनि त्यसपछि बिचमा ताल, वरिपरि रुखहरू, अनि त्यसपछि पाम ट्रीहरू, अनि गल्फ कोर्स भन्दा बाहिर ठुल्ठुला टावरहरू पनि देख्नु भएको छ। र यतापट्टि देख्नुहुन्छ हजुरहरूले डेजर्ट एरिया। यस्तो डेजर्ट एरियामा पनि यति हरियाली छ, सुन्दर छ। यो सुन्दर हुनुको कारण यहाँ धेरै पैसा लगानी हुन्छ। यहाँ डेली यो ग्रिन, रफ, अनि त्यसपछि आएर टी, फेयरवे मेन्टेनेन्स हुने गर्दछ। र यसमा हाम्रा सम्पूर्ण श्रमिक ग्रिन किपरहरूले आफ्नो मेहनत धेरै गर्नुहुन्छ। र उहाँ पारिपट्टि टेढेमेढे बिल्डिङ पनि हजुरहरूले देख्नुभएको छ। हरियाली रुखहरू देख्नुभएको छ, बिचमा डेजर्ट देख्नुभएको छ। र यहाँ जति नै डेजर्ट भए पनि पैसा लगानी गरेपछि यस्तो डेजर्ट एरियामा पनि हरियाली हुँदो रहेछ भन्ने कुरा स्पष्ट हुन्छ। स्पष्ट भन्नाले पनि हामीले देखिएकै छ र हजुरहरू मार्फत यो भिडियो पनि मैले राखेको छु। अनि त्यसपछि आएर नेपाल नेचुरल ब्युटी भने तापनि नेपाल आर्थिक अवस्थाले गर्दाखेरि, मेन्टेनेन्सको कमीले गर्दाखेरि त्यहाँ हामीले यस्तो सबै यहाँ जस्तो व्यवस्थित म्यानेजमेन्ट गर्न सक्दैनौँ। र म्यानेजमेन्ट प्रपर भयो भने डेजर्टमा पनि यति राम्रो गल्फ कोर्स हुँदो रहेछ भन्ने यो एउटा एक्जाम्पल रहेको छ। र वरिपरिको दृष्टिले हामी सबैलाई लोभ्याउँछ। यस्तो मरुभूमिमा पनि यति ठुल्ठुलो टावर बनेका छन्, गल्फ कोर्स बनेका छन्। अनि त्यसपछि विभिन्न देशबाट मान्छेहरूले आफ्नो रोजगारी पाएका छन्, आफ्नो घर परिवारलाई राम्रोसँग साथ सपोर्ट गर्ने मौका पाएका छन्। पनि नमस्कार सम्पूर्ण साथीभाइहरूलाई। अब म रुमतिर फर्किँदैछु। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला र अवश्य पनि नभुल्नुहोला लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनको लागि। हस्त धन्यवाद। जय नेपाल।